झन् यहाँ लहरे लहरे भनेर भिडियो बनाउँदैछु यहाँ छाडा कुरा गरिदिन्छन् छाडा कुरा नबोलाउन है यार हो यो चाहिँ हामी अहिले ठ्याक्कै ओपी कटेम रवितिर प्रस्थान हुँदैछौँ हामी तपाईँहरूले अगाडि देखिरहनु भएको चाहिँ यो अटो हो अटोले चाहिँ तपाईँको डेबिटार चाहिँ खर्लपै खाइसक्यो ल यो चाहिँ तपाईँको ओपीको चक्लेटी डाँडो के डाँडो चक्लेटी डाँडो के डाँडो फेरि अरू चाहिँ नबुझ्नुहोस् है के डाँडो चक्लेटी डाँडो ला 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 बिचरा यस्तो घाममा हेर यत्रो भारी बोकेर हिँडिरहेछन् स्टोरी अनि यति हो त है मलाई आउने त लगभग हामी चाहिँ 5 खालै पुग्ने छौँ है आज 5 खालभन्दा अलि माथि छ अरे भन्ने ठाउँमा पुग्छौँ हामी छ अरे होइन दाइ त्यो ठाउँ अरे हो कहिले हो बाटोको हालत चाहिँ यस्तो छ देख्नुहुन्छ है ढुङ्गा पसिरहेछ माथितिरबाट ठ्याक्कै हामी चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि रविको डुडामुख यताबाट चाहिँ गयो भने देउटा यता आइयो भने रवि सही छ त मौसम त आज त के झऱ्यो रे बादल झऱ्यो रे कहाँ बादलै नि झर्छ र भने त्यस्तो नि हुन्छ र आजै सुने है मैले त हुन्छ नि भएर झर्छ यो चाहिँ तपाईँको 5 खाल जाने वैकल्पिक बाटो है साथीहरू बनबाबाट चण्डेश्वरीबाट ओपी हुँदै रवि अनि 5 खाल उताको बाटो भन्दा धेरै राम्रो छ यो बाटो सबैजनाले यो बाटो प्रयोग गर्नु होला उतापट्टि धुलिखेलबाट जाँदाखेरि चाहिँ बाटो एकदमै अप्ठ्यारो भन्दा पनि बनेकै छैन बाटो धुवा धुलो पिच अब लगभग अब 5-7 वर्षमा पिच हुन्छ कि जस्तो लाग्छ मलाई भिडियोमा माइक भएन क्या त यार एउटा माइक किन्नु पर्यो यार अप्ठ्यारो भएको छैन नि त भर्याङले हामी पुग्ने चाहिँ तल उठ्यो डाँडाको मुनि छ अरे भन्ने ठाउँमा हो
कहिले हो तेरी नजरों हजुर स्पिड धेरै कम गरेर नि ब्रेकले धान्दैन यो ब्रेक जस्तो हुँदैन कि डिस्क ब्रेक हुन्छ होइन अनि तातेपछि स्पिड जान्छ अर्को पलुवा लाग्यो त ल हामीले यता गयो भने चाहिँ 5 खाल पुगिन्छ होइन यताबाट चाहिँ हामी खरे झर्दैछौँ अब ओ हो बाटो चाहिँ देख्न सक्नुहुन्छ है गजबकै छ बाटो चाहिँ यहाँदेखि अब त्योभन्दा बाटो खत्तम भएछ कलुवा भएछ बाटो त कलुवा त्यत्रो पानी परेछ झन् है बनेपाको कै सबैभन्दा दुर्गम ठाउँतिर लाँदैछौँ है हामी केटा हो ल हेर हो बनेपा धुलिखेल्ला अब मिलाएर बुझौँ न बनेपा सदरमुकामबाट एकदम नजिक तर ल यार भ्लगै गर्न नदिनु भयो क्या यार यस्तो गल्टाङ गुल्टुङ खटाङ खुल्टुङ मल्टाङ मुल्टुङ हुन थाल्यो त ल बाटो देख्न सक्नुहुन्छ है बाइक चलाउने मान्छे को भन्नुहुन्छ भने चाहिँ मेरो पछिल्लो भिडियोमा गएर हेर्न सक्नुहुन्छ RJ45 क्लेम गर्न सिकाउने दाइ हो टोकको बाटो 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 कडा छ है बाटो चाहिँ ल ओ ल बाटो त अदर है बाटो नहाने घुम्दै घुम्दै हामी छहरेमा घुम्न जाउँ न त्यो परको डाँडो जानुपर्छ हामी चाहिँ बाटो डेन्जर क्या बाटो डेन्जर गिटी नै हल्लिसक्यो यार के हुँदैछ फेरि यहाँ बाटो चाहिँ हो क्या ट्राभल गरेर भने यतिको हो नि गिरी हालिसक्यो गिरी साथीहरू घर फर्किँदैन नि त जस्तो छ आज हामी बाटोको हालत देख्दा ओ ओ ओ मान्छे नि दङ परेर हेर्छ नि भाइ मलाई त
तल यस्तो गर्मी बढ्दै आयो त तल आयो गर्मी बढ्दै आयो 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 मैले पिकअप गर्छु लहरी लहरी अनि हुँदै वरिपरि तिमी र म घुम्न जाऊ न उर्दा तेल नखलेको भद्रक्क भएर बस्दाखेरि बाइक त हुन्छ आज खोइ उर्दा तेल नभएको छ भद्रक्क भएर बस्छ बाइक मोबाइल चाहिँ जान्छ फुट्छ कि क्या आज तिमी र म घुम्न जाऊ न कालो ओह्रालो भिर पाखा पहिरो हुँदै हामी आइयो राइम्स त मिल्यो त उकालो ओह्रालो भिर पाखा हुँदै हामी आइयो सहरे डाँडा पाखा भिर पाखा पहरै पहरे खोला पानी पहरे खोइ हाम्रो डेस्टिनेसन त अझै आउँदैन त यार तल डाँडा हट पाँच खाल गएको भन्दा पनि टाढा भयो यार पाँच खाल गयो भने बढी पर्छ क्या उफ्रिन्छ बाइक आयो है आयो हाम्रो डेस्टिनेसन आयो कार त